So this is the world of dance को सेट भन्दाखेरि चाहिँ दाइले चाहिँ मैले चाहिँ कन्टेम्पोरेरी सँगै गरेको थिएँ। सर तपाईँको परिचय एकदम तपाईँको रोल नम्बर कति हो? सर नमस्ते। नमस्ते। आजको सेट चाहिँ स्टेज पनि चेक गर्न दिएन यार। अब स्टेजमा कस्तो हुने नाच्दाखेरि दाइ मास्क खोल्नु न यार। सुरज सिन्जाली मगर यहाँ भ्युज धेरै आउँछ यार। लेट्स गो। have seen हम लोग ने कितना एफर्ट डाला है इस चीज को प्रमोट करने के लिए एंड टू गिव यू ऑल द प्लेटफॉर्म राइट। अगमा हाम्रो सञ्जय चाहिँ नेपाली फिल्मको कोरियोग्राफर। मलाई फेस पनि देखाऊ भाग्यमानीको फेस कस्तो हुन्छ? भाग्यमानी यस्तो हुन्छ। यसले भनिरहेको छ कि म फर्स्ट हुन्छु भनेर। म फर्स्ट हुन्छु। आप लोग इंडिया कौन से शहर से आए हो? दिल्ली से। दिल्ली से। म्युजिक भिडियो सुट भइरहेछ गाइस। सो हेलो गाइज, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। सकाछ तपाईँहरूलाई फेरि पनि मेरो अर्को एउटा नयाँ ब्लगमा। सो गाइज यो भिडियोमा चाहिँ मेरो भिडियोको साउन्ड म्युट भएको हुनाले मैले यहाँ भोइस ओभर गर्नु परेको छ। सो त्यही भएर मैले यो क्लिपलाई धेरै नदेखाइकन डाइरेक्ट तपाईँहरूलाई हाम्रो सेमिफिनालको सेटमा लगेर देखाउँदैछु। सो गाइज हामी चाहिँ लोकेसनमा आइसकेको छौँ। यो हेरि गोप्रो आउँछ डान्सरहरूलाई म कन्ट्याक्ट हान्छु। आउने बित्तिकै हेर्नु छोटा आडनलाई प्र्याक्टिस हुन्छ। पहिला जाम यार उतातिर। सो दिस इज द वर्ल्ड अफ डान्सको सेट। यस्तो गर न हातले। सो गाइज हामी चाहिँ वर्ल्ड अफ डान्सको स्टेजमा आइसकेका छौँ सेटमा। भन्दा यहाँ चाहिँ ब्लर आउँछ यार बाहिरबाट खिच्यो नि त। सो उहाँसँग हुन्छ हाम्रो अनिल दाई अल द वे फ्रम धनगढी। दाई के छ सन्चै हुनुहुन्छ? केही भनिदिनु त मेरो भ्लगमा 2-4 शब्दहरू। के भन्ने अब राम्रो कुरा भन्नु। हाम्रो सोच हामी 3 वर्षपछि नै भेट्यौँ होइन? यस धेरै वर्षपछि भेट्यौँ। अन्तरालपछि हामी भेट्दैछौँ। दाइले तपाईँ चाहिँ को भन्दाखेरि चाहिँ दाइले चाहिँ मैले चाहिँ कन्टेम्पोरेरी सँगै गरेको थिएँ। यस हाम्रो सर सुजन सरबाट दुईजनाले सँगै एउटै ब्याच कन्टेम्पोरेरी डान्सको सँगै लिएको थियौँ। त्यही भएर उहाँबाट हामी जानुभयो। लडीबुडी त खत्रै खेलियो, खत्रै भयो। त्यसपछि चाहिँ हाम्रो बोन्ड राम्रो हुँदै गयो। सो आजसम्म नि हाम्रो बोन्ड राम्रै छ। सो गइरहँ दाइलाई पनि राम्रै होस्। मलाई केही हुँदाखेरि दाइलाई सोध्छु, दाइलाई के हुँदा दाइले मलाई सोध्नुहुन्छ। एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढिरहेको छौँ। सो त्यो कोअर्डिनेसन चाहिन्छ। तपाईँहरूले पनि त्यसै गरी हामीलाई सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। भन्दै 2-4 शब्द यहाँ टुङ्ग्याउँछु। 2-4 शब्द नटुङ्गाउँ यसलाई। यसो देखाऊँ तर उहाँको परिचय चाहिँ मैले पाएन है उहाँलाई। सर तपाईँको परिचय एकदम तपाईँको रोल नम्बर कति हो? सर नमस्ते। नमस्ते। मेरो नाम उसको नाम पछि मात्र तर भण्डारी हो। ए भण्डारी। म पनि भण्डारी। तपाईँ कहाँको भण्डारी? हामी बजाङको भण्डारी। म चाहिँ गुल्मी दुर्कोटको भण्डारी हो नि त। गुल्मी। पूर्वेली हामी पश्चिमेली भण्डारी। हामी वारी जमुना पारी जमुनाको भेट भएछ। वारी जमुना पारी जमुना दुईटा भण्डारी नमुना। ल म त्यहाँ बोलाउन अब त्यहाँ फेरि के भन्नुलाई बोलाउनु। सो जाम लेट्स गो जाम। आजको सेट चाहिँ स्टेज पनि चेक गर्न दिएन यार। अब स्टेजमा कस्तो हुने नाच्दाखेरि। हजुर यो भन्नु कहाँ जाने भन्नु ल। सुरज दाई के छ दाई यार? सन्चै हुनुहुन्छ? एकदम। आजको तयारी कस्तो छ तपाईँको? दाइ मास्क खोल्नु न यार। सुरज सिन्जाली मगर यहाँ भ्युज धेरै आउँछ यार। टेन्सन छ। जम्न त जम बाहिर हल्का चिरी दिने बित्तिकै नि बुझ्छ नि सब ठिक छ होला कि यतातिर? केही छैन भाइ अब भोक लाग्छ हामीलाई। कस्तो अप्ठ्यारो लाग्दैछ दाइ यार फिल्म बनाउँदै दाइले सर्ट फिल्महरू चाहिँ बनाउनु चाहिँ यस्तो डेन्जर आउँछ यार। हलिउड मुभी एउटा नयाँ आउँदै खाएन कुन हलिउड मुभी भन्दा पनि डेन्जर हुन्छ अनेस्टली है। त्यो गफ मात्र गफ हाने होइन, अनेस्टली चाहिँ भने तपाईँको जुन सर्ट फिल्म हुन्छ नि साला त्यो 4 घन्टाको फिल्म भन्दा यो बेटर लाग्छ यार मलाई। हरिफ गाली खालौ यार कमेन्टमा। होइन मतलब मेरो चाहिँ भनेको भिडियो मन नपराउने कमै होला सायद। सो गाइज हामी चाहिँ यहाँ सेटमा आएर फेरि यहाँ कोही के काम नभएर नास्ता खान गइसकेको थियौँ। नास्ता खाएर फेरि आइसकेको छौँ। हामीसँग हुनुहुन्छ अविनाश के छ? सन्चै छौ? अविनाश र राजेश हाम्रो कन्टेम्पोरेरी डान्सर। अविनाश र हामी अविनाश उही कजनलाई गएर आज आइमा साइकल डेन्जर छ त। अब चाहिँ हामी खै कता जानु लाग्न गइन्छ। अब यहाँभित्र के छ अँध्यारो छ यार सेट। के सेट सुटिङको सेटहरू चाहिँ दाइहरू कता गएर साजन दाइहरू कता
सो अब चाहिँ कता हो कि यो मिसै भयो यार 8:30 बजी स्टार्ट गर्ने भनेको 9:30 भयो 10 बज्न लागिसक्यो कता के गर्ने केही मिसै भएको छैन करन त हेर जाउला होइन जाउ हरि जाउला 8:30 बजी भइसक्यो हामी 1 घन्टा सुतेर आउनु पर्ने रेस्ट हुन्थ्यो नि 1 घन्टा सुतेकै बरु रेस्ट हुन्थ्यो हामी बल्ल हिजो है सुतेको 2 दिनपछि हिजो सुतेको हिजो कसम दाइ त्यो रुम खोज्न गएको थियौँ नि हामी रुम खोजिरहेको थियौँ नि हामी त त्यही कुदिरहेको थियौँ के अरे बाटोमा त्यही बाटोमा पल्टेर नि निदाउँछु जस्तो भएको थियो कि मलाई त थाकेर अहिले खुट्टा त अझै पनि पेन भइरहेको यस्तो पेन भयो खुट्टा जुत्ता लगाएको भारी लाउनु थालिसकेको छ उता चाहिँ सो अब रिलको लागि के हुँदैछ प्र्याक्टिस उताबाट के सो गाइज हाम्रो चाहिँ अब फाइनली सेटहरू सबै सेट भइसक्यो सेट भइसक्यो दाइ पनि लुक्समा आइसक्नु आफ्नो वृद्ध आश्रमबाट आए जस्तो देख्नु मेरो त केही छ नि जस्तो उतातिर हुन्छ त्यस्तै यहाँ पनि त्यस्तै छु आफ्नै भाइमा आफ्नै पारामा त्यो अब चाहिँ रेडी भइसक्यो त्यो अस्तिदेखि डान्स गरेको छैन आज 2 दिन भयो डान्स नगरेको पनि ट्राभल मात्र भइरहेको 2 दिनबाट उताबाट डान्स गरेर नि बेसी स्टेजहरू केही गरेको छैन जानु कक्रक्क परिसकेको छ उहाँ त्यो कक्रक्क उतापट्टि 10 घन्टा 11 घन्टाको राइड यहाँ आएर 3-4 घन्टा 4 घन्टा 5 घन्टा राइड उताबाट ज्यान त पुरै डिउटी छ राम्रोसँग निन्द्रा पनि पुगेको छैन अझै पनि निन्द्रा लागिरहेको छ कस्तो हो नि साधन दाइ कता गयो यार मलाई उता गएर पावर ब्याङ्क चार्जमा हाल्छु भनेको चार्ज भएन त तपाईँहरूलाई भ्लग देखाउनु पाउँदैन हो कि नै सो यहाँसम्म ए अरू केही आफूलाई त्यही जोडिदिन्छु रिचार्ज गर्नलाई एउटा माइनसमा चोराउँला यतापट्टि आगो चोराउँला एउटा आफूलाई चार्ज गर्ने इभीलाई जस्तै कतिको एक्साइटेड हुन्छ दाइ हजुर कतिको एक्साइटेड हुनुहुन्छ एक्साइटमेन्ट पनि छ अब डर कतिको लाग्छ हजुर डर कतिको लाग्छ डर भन्ने के हो क्या होता है हो क्या होता है डर क्या होता है पावर ब्याङ्क कोसँग हो पावर ब्याङ्क छ होइन पावर ब्याङ्क छैन तपाईँसँग त्यहाँ कुन राखेको अघि साधन दाइ पावर ब्याङ्क हौसँग छ दिन्न चार्जर आउँदै सकियो कि मेरो त रातै सकिरह लाइन आउने बेला भइसक्यो सुरु भइसक्यो अब चाहिँ मैले राखेँ फोन पनि एकछिन चार्जमा हालिदिन्छु सो लेट्स गो So you have seen हम लोग ने कितना एफर्ट डाला है इस चीज़ को प्रमोट करने के लिए एंड टू गिव यू ऑल द प्लेटफॉर्म राइट सो वी वांट टू स्प्रेड द पॉजिटिविटी आई होप सब लोग को मेरा बात समझ में आ रहा है अगर आपको कोई भी प्रॉब्लम होगा तो डायरेक्ट हम लोग का टीम से आप लोग आके बात कर सकते हैं बट प्लीज डोंट यूज द सोशल मीडिया एज वेपन एंड स्प्रेड द नेगेटिविटी ऑलराइट आई होप यू आर गेटिंग ऑल सो गाइज हाम्रो पर्फर्मेन्स सेड्युल आइसकेको छ र मेरो चाहिँ खासमा नम्बर 10 मा थियो अगाडिको 5 जनै छैन अब नम्बर 5 मा हुने भयो झन् उस भयो 10 मा हो त कति छिटो भयो जस्तो लाग्थ्यो र झन् 5 मा हुने भयो सुरज दाइ धन्नल पाएँ लक्कीले 2 मा भन्नु पर्यो हो सञ्जय दाई किशोर दाई सञ्जय दाई वेलकम छ मेरो ब्लगमा हाम्रो सञ्जय दाई चाहिँ नेपाली फिल्मको कोरियोग्राफर नेपाली इन्डस्ट्रीमा अहिले कोरियोग्राफरको रूपमा धेरै चिनिराख्नु भएको छ अब चाहिँ हामी गयौँ जानु सो जाम भित्र 1 देखि 16 भित्र जाने भने गाइज हामी चाहिँ कमेन्ट्सहरू भ्याएर नास्ता खाना गर्छौँ नास्ता पनि आइसकेको छ साधन दाइको भ्लगबाट चलिरहेको छ अर्को साधन दाइ ढुक्क सिलेक्ट ऊ एउटा ऊ भइसक्यो हामीले केही पनि भएन छोडिदिएको बिचबाट थाहा भएन कन्टेम्पोरेरी गर्न छोडिदिनु जस्तो जहाँ गयो त्यो स्टेज कन्टेम्पोरेरी होला जहाँ गयो त्यो स्टेजको प्रब्लम आउनु थाल्यो मलाई अब कन्टेम्पोरेरी छोडेर हिजो गर्न सुरु गर्छु आसु चोर
सो गाइज धेरै भएन मेरो खाना खानु जमाउन खाएको हामी खाना लायौँ सो गाइज हामी चाहिँ नास्ता खाएर निस्किसकेको छौँ र त्यही पनि अलिकति भोक नमेटेर यो चाउचौरी गएको थिएँ 10 रुपियाँको सामानलाई 20 रुपियाँ यो डालमा त्यहाँ दिनु पर्छ त्यहाँ खै देखाउनु यो कति 10 रुपियाँमा आउँछ किन हाम्रो बुढोतिर 20 रुपियाँ अरे यहाँ ए यो त दाइ उठ्नु भएछ दाइ उठ्नु भयो बस्नु न एकछिन कन्टेन्ट बनाउँछु भनेर आएको हातमै 20 रुपियाँ राखेर मागेको छ उठ हातमै 20 रुपियाँ राखेर अनि ठ्याक्क हेलमेटमा हालिदिन्छु भनेर आएको उठ्नु भएछ यार हजुर आएन र हेर्नु हात चाहिँ समाइदिएर भारी भएको थियो यो कति यसलाई ल भन्नु यसको प्राइस गेस गर्नु यसको प्राइस गेस गर्नु यसको प्राइस गेस गर्नु साधन दाइ त्यो अलिजनको प्राइस कति प्राइस गेस गर्नु यसको प्राइस कति होला 20 त्यसको 20 ठ्याक्क थाहा 10 रुपियाँमा आउँदैन उता मिक्स हो के मिक्स वालै 10 अनि अर्को त भुजिया त्यो पनि 20 हो त्यो ठुलो वाला हो नि त त्यही साइज के यहीँ रहेछ चाउचाउ सो हाम्रो चाहिँ भ्रमण सक्यो टोटल्ली के भन्छ डिमोटिभेटेड नै भन्छ डिमोटिभेटेड नै छ छु म चाहिँ अरू चाहिँ छैन म चाहिँ मेरो त्यस्तो डिग्री स्टेज कन्टेन्ट छोड्नु पर्ला जस्तो छ अब सो अब त्यो भाग्यमानीको दुईटामै हुन् फेस पनि देखाऊ भाग्यमानीको फेस कस्तो भाग्यमानी यस्तो हुन्छ भाग्यमानीको फेस एउटा चाउचाउमा दुईवटा सुप को कोले पारेछ अहिलेसम्म मलाई कमेन्ट गर्नु भयो त त्यो म चाहिँ अब धेरै नबोली भिडियो राख्दै धेरै कुरा देखाउनु छ अब बाइस भइहाल्छ गाइज हाम्रो चाहिँ रिजल्ट आइसकेको छ र हाम्रो ग्रुपबाट साजन दाइ सिलेक्ट भइसक्यो साजन दाइ ओइ गान्डे दाइ कङ्ग्रेचुलेसन्स यता साजन दाइको फर्स्ट तपाईँ सेकेन्ड नाच्ने फर्स्ट सेकेन्ड थर्ड ल बधाई छ साजन दाइ यता हेर्नु न एकछिन सेकेन्डमा नाम आयो मैले त्यो पिक्चर लाग्थेँ देखाएँ नै हटाइदिएको फाइनलमा मैंने अपना उधर दिया फाइनलमा सेलेक्ट हुँदै इग्नोर गरिदिने अरे मैं कस्तो हरामी राति 2 वर्षसम्म सेलेक्ट ढाड टुक्रो पारी गरे सानु सोनु मैंने बधाई छ राम्रो हाने थियो फॉर द बेस्ट अजय सो हेलो भाई कंग्रेचुलेशंस आपको भी अच्छा किया था बहुत बढ़िया मेरा ब्लॉग है तो मैं कहाँ से हो आप इंडिया उड़ीसा अरे उड़ीसा से मैं इन लोगों को मिला साधन पाकिन दोस्त कि मैंने बधाई सर फर्स्ट में आते हाँ हाईएस्ट आजको हाईएस्ट स्कोरर 97 यसले भनिरहेको छ कि म फर्स्ट हुन्छु म फर्स्ट हुन्छु संकेत पहिले संकेत दिइसकेछ गड संकेत हमारा ये स्क्वाड चलो आप लोगों की बहुत बहुत भैया बहुत अच्छा लगा यूनिक मतलब सबसे अलग ही यहाँ का आप लोगों का कंग्रेचुलेशन आप लोगों को देख के मजा आया आप लोगों का परफॉर्मेंस ये एकदम बढ़िया ये बंदा बोल रहा था कि कंग्रेचुलेशन मैंने परफॉर्मेंस नहीं देखा था आप लोग का है ना लेकिन वहाँ से इंडिया बढ़ा आउनुभएको थियो आप लोग इंडिया कौन से शहर से आए हो दिल्ली से और आप लोगों का क्रू का नाम स्टार आप लोग इंस्टाग्राम पे मज़ा आ गया आप लोग का देखे मतलब इंडिया से जो भी आते हैं सबका बहुत बढ़िया आप लोग का आज का सबसे अच्छा लगा पर्सनली सब लोग बोला मुझे पर्सनली आप लोगों का सबसे आज का सो कॉन्ग्रेचुलेसन फाइनल में होप आप लोग का इससे भी बेहतर आए फाइनल में भी ओके तो वी आर एक्साइटेड आपकी वजह से वो मेरा वो होता है ना एक्सपेक्टेशन वो और ज़्यादा बढ़ गया है साधन दाइ तपाईँ त कसम फाइनलमा पुगेको थिएन इग्नोर गरिदिनु मेरो भ्लग इग्नोर हैन के यहाँ भाइ वर्ल्ड अफ डान्सको फाइनलिस्ट हो भन्नु वर्ल्ड अफ डान्स फाइनलिस्ट
के भन्नु बधाई छ तपाईँलाई थ्याङ्क यू सो मच भाइ। अब यहाँ टेन्सनमा थियो अघिसम्म, अब चाहिँ अलिकति माइन्ड के टेन्सन लाग्ने थाहा छ राति 2 बजीसम्म बसेर त्यो कपडा मिलाएको के त्यो लाउन पाइन्छ कि त्यो लाउन पाइन्छ कि हामीलाई। यत्रो मेहनत गरेर सेमीको ड्रेस केही गराएको फाइनलकोमा मात्रै धेरै गरेको थियो। राति 1:30 बजीसम्म हामी ड्रेसमा त पेन्ट हान्दै बस्यौँ त्यही लाउन पाउँछ कि उहाँ पनि त्यही भयो कि लाउन पाउने हो कि प्र्याक्टिस गरेर तपाईँ फाइनली लाइनर चाहिँ पायो ब्ल्याकै बनाउनु लाग्यो। हामी ट्रफी मात्र बोकेर जाउँला है मैले पनि भन्न परेन र फाइनल जसले जित्यो भने हामी ट्रफी बोकेर जाउँला है रिचार्ज कर सकते हो हमारा नेपाली नंबर। ठीक है हम आपको कैश दे देते हैं। ओके सुबह सुबह 150 लॉस करवा दिए, पता नहीं कहाँ से रिचार्ज कर दिए। यहाँ चाहिँ म्युजिक भिडियो सुट भइरहेछ गाइज मसँग यहाँ म्युजिक भिडियो सुट भइरहेछ मेरो आवाजमा ध्यान दियो है, म जे भन्छु जसको नाम भन्छु ट्याक्कै त्यसले सुनिहाल ल। फाइनली जुनियरको कम्पिटिसन पनि जुनियर लेभलको चाहिँ सकिसकेको छ पर्फर्मेन्सहरू त सबै जुनियर लेभल पर्फर्मेन्सहरू चाहिँ यस्तो डेन्जर छ तपाईँलाई क्लिप पनि हालिदिन्छु हेर्नुभयो होला होइन डान्सहरू चाहिँ जुनियर लेभल के हो क्या यस्तो डेन्जर म फर्स्ट टाइम जुनियर लेभलको म यति कम्पिटिसन दिएको छु होइन सो यिनीहरूलाई देखेर आफूलाई लाज लागिरहेको छ म डान्स छोडिदिनु जस्तो भइरहेको यिनीहरूलाई त के अरे हामी के गरेर म्युजिक भिडियो सो गाइज हामी चाहिँ फाइनली हाम्रो प्रोग्रामको नाम सबै हेरेर भ्याएर सबै पर्फर्मेन्स हेरेर भ्याएर हामी होटलमा आइसकेको छौँ रुममा चाहिँ भएन रुममा जाँदैछौँ पर्फर्मेन्सहरू चाहिँ वाइल्ड क्रेजी थियो यस्तो मिठो मिठो पर्फर्मेन्स थियो 26 चाहिँ कसम आफ्नो उसको लागि भएन उनीहरूको पर्फर्मेन्सहरूलाई टिकट काटे जस्तै फिल भएको थियो मलाई चाहिँ पर्सनल्ली नेसनल लेभलको पर्फर्मेन्स थियो पर्फर्मेन्सहरू त एउटा पर्फर्मेन्स छुट्यो पनि के खत्रै बेला छुट्यो जस्तो भयो है साधन भाइ के छुटेको भयो क्या ए खत्रै कुरा छुट्यो भन्ने बेला फिल गराएको थियो क्या आज जुनियरहरू त यस्तो डेन्जर म त जुनियरलाई सिनियरसँग राखेँ जुनियरहरू सिनियरसँग हो सिनियर पनि यस्तो गरेर बस्थ्यो कि हामीसँग भन्छ कि तर साँच्चै जुनियरहरूलाई सिनियरसँगै गराइदिएको सँगै गरिदिएको दुई तिनवटा सिनियर त उठ्यो ढुक्क जुनियरहरूले यस्तो मिठो सो ओभर होल डे फुल राम्रो भयो फुल पैसा वसुल पर्फर्मेन्सहरू थियो सब के मतलब सबै कुरा जेसुकै गुमाए पनि सबै कुरा पर्फर्मेन्सले दियो भन्नेवाला भयो अहिले चाहिँ हामी रुममा आछौँ सो अब चाहिँ म धेरै बोल्दिनँ सो यहाँसम्म हेरिदिनु भएको छ भने लाइक गरिदिनु माया गरिदिनु सपोर्ट गरिदिनु होला साधनलाई लाइक गरिदिनु भन्नु न लाइक मात्रै गरिदिनु लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला थाहा धेरैले गर्नुहुन्न त्यही पनि युट्युबमा अप्सन पहिला आयो भने ब्लग हाल्नु दुश्मन न करे दोस्त ने वो काम किया लाइक गरिदिनु भन्नु पऱ्यो लाइक कमेन्ट सेयर ह्यारी गुरुङ च्यानलमा गरिदिनु होला। सबलाई आफ्नै उस छ कि प्रमोसनमा पर्फर्मेन्सले पर्फर्मेन्सै त्यस्तै भएछ त के भन्नु आई लभ यु यार पर्फर्मेन्सहरू त सब अप्पर डिभिजनमा चाहिँ ग्रुप डिभिजनको रिजल्ट बाँकी थियो त्यो सुनेनौँ हामी डाइरेक्ट आयौँ तर क्रेजी थियो सो गाइज बाई बाई टाटा लभ यु अल पिस आउट